आमौ डेली ल्याएर खुवाउनुहुन्छ डेली ल्याएर खुवाउनुहुन्छ यसरी ए यो चाहिँ कोठाबाट ल्याएर आफैले बनाएर ल्याइदिनु यिनीहरूलाई आफैले बनाएर ल्याइदिनु यो यहाँ भुक्ने कुकुर होइन यो यतैको लोकल होइन ए केटाहरूलाई त ठालमा पो पारेछ त अनि एउटालाई त भुइँमा यसलाई त भुइँमा पारेछ त ए ल हेर्नु भाइ हाम्रो आमाले कुकुरलाई भात खुवाउनु हुँदो रहेछ घरमा पकाएर ल्याएर यो घरमै बनाउनुहुन्छ कि तपाईँले घरमै बनाउनुहुन्छ ए कोठामा डेरामा मासु र भात रहेछ त नि त्यही त नि मिठो बनाएर ल्यायो भने चाहिँ खान्छ यसले मिठो बनाएर ल्यायो भने मात्रै खान्छ कति रहेछ 1 2 4 6वटा लो पुण्यको काम गर्नु हुँदो रहेछ त तपाईँले त पुण्यको काम गर्नु हुँदो रहेछ त फेरि यसलाई यही प्लास्टिकमा भोलि पनि ल्याइदिनु फेरि यही प्लास्टिकमा भोलि यसलाई ल्याइदिनु ए अझै अरू पनि आउँछ है यो त मेन यस्तो भन्दा पनि त्यो होटेलवालाहरूले होटेलमा फ्यालेको हुन्छ नि खाँदैन त्यो भएको भए अलिक धेरै हुन्थ्यो कि भनेर हो नि हो नि ल हेर त तँलाई आमाले खुब माया गर्दो रहेछ त केटो यो माकलबारीबाट यत्रो सानो बच्चाले त्यो घर खुनेको जगमा फालेको थियो अनि टिपेर यसलाई ए तपाईँले हुर्काउनु भएको यही हाम्रो आमाले पुण्यको काम गर्नु भएर ए हेर्नु न जाडोले कामेको यो थर 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 कामे त्यो नभए अरूले घरमा पाल्नलाई लिएर जान खोजेको थियो यसलाई ए यसको आमानी छ यसको आमानी छ यसको होइन यो कामले यत्रो सानो मान्छेको छोडेर चाहिँ के यत्रो सानो सानो लुगा पुगा पारेर जोडी चाहिँ गाडीतिर पऱ्यो सानो नै यो चाहिँ 2 4 6वटा यो चाहिँ आज ल्याएको छैन जोर पार्टीको डनहरू जोर पार्टीको डनहरू यो त मोटो रहेछ त जोकटोक चाहिँ क्या हो ए हुन्छ मैले यहाँ निकालेको हेर न यो अलि चञ्चले रहेछ नि प्लेट 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 त्यसको आँखा कस्तो टल्केको छ हो कति कोसिस गर्छ यो दिदीले निकाल्न त हामीले सबै कोठा चढेर जान्छ घरपिला धम्किरहेको ल यो कुकुर लगेर भात के अरे पाल्दाखेरि त्यसो भन्ने पाल्ने होइन यिनीहरू खुवा भने अब मासु पकाउनु पर्छ नि मासु पकाएको गर्ने अब गरिब अलिक हाल्छ कि उनीहरू आफू गनाएको देख्दैन नि अर्को
त्यस्तो के मान्छेहरू आमा एउटा खान्छ नि आफ्नो आमा भैँसीले अर्को जुमाइहरूले बेच्छ हुन्छ नि हो त्यस्तै खालको स्वभावको के अब फेरि कता त्यहाँ पनि होला नि फेरि भात भात फेरि अरूलाई दिन जानु नि होइन अब बनाउनु जान्छ ओह्रालो छ नि बागबोजे पेट्रोल पम्पमा छ ए खानु पर्छ मेरो त्यो बसेको कोठाको गेट गऱ्यो भने 5 वटा छ त्यहाँ त ओछ्यान ल्याइदिन्छु म त्यसमा यहाँ शिवचोकमा छ अब म भ्याउँदिनँ बुढेसकालमा काम गर्नु पाउनु सक्छ गाउँ चाहिँ आमालाई काम गर्छ अरू आमाको हिसाबमा त कसले मान्छेले कोही हुँदैन त्यो एक प्याकेट बिचमा 2-3 दिनबाट खाएर पेट भरिँदैन